हामी भिल्लहरूको लागि यो तिहार हो। तिहार महाराज आज त तिहार रहेछ। आज तिम्रो महाराजको पुत्र भएको दिन हो। महाराज तिहार हो भने भन भन भाइ हो खेलौँ न। होइन होइन, यो पर्व हो, किनभने मैले पुत्र नपाएर म सन्तानको वियोगमा बाँचिरहेको थिएँ। मैले भद्रकाली मातालाई नरबली चढाउँछु भनेर वचन दिएको थिएँ। त्यस पश्चात माताले मलाई कृपा गर्नुभयो र आज मेरो पुत्र भएको दिन हो। होला महाराज, वाह। आज भद्रकाली माताको पूजा गरेर त्यो हामीले बाँधेर राखेको त्यो छ नि नर, त्यसलाई बलि चढाउनु पर्छ। त्यस उपरान्त माताले प्रसन्न भएर ममाथि कृपा वर्षिनुहुन्छ। महाराज कस्तो लिएर आऊ? आँखा नभएको, कान नभएको, नाक नभएको, जिब्रो नभएको, पख कि कालो कराई जस्तो पित किटकिट परेको लिएर आऊ? होइन होइन, पहिला काली माताको पूजा गर्नुपर्छ। त्यस उपरान्त एउटा मोटो घाटो हिष्ट पुष्ट परेको जो नडराउने त्यस्तो व्यक्तिलाई बलि दिनुपर्छ। जाऊ फलफुलहरू लिएर आऊ। हुन्छ महाराज। महाराज की जय हो। हुन्छ। हे जगत जननी, हजुरलाई वचन दिएको थिएँ, हजुरको कृपा पनि अपरम्पार छ। कालिका कालनाशाय रोगनाशाय मालिका भवानी भयनाशाय दुःखनाशाय चण्डिका नमो देव्यै महादेव्यै शिवायै सततं नमः। हे द्वारपाल, त्यो समय त्यो घडी आयो। जाऊ एउटा मोटो घाटो हिष्ट पुष्ट परेको एउटा नरलाई लिएर आऊ। जाऊ। हुन्छ महाराज। हाम्रो महाराजलाई नर चाहिएको छ। यो साम्राज्यमा जो छ आऊ। महाराज महाराज आज प्रसन्न हुन्छ। मेरी महाराज, महाराज की जय हो। महाराज दरबार प्रवेश गर्नुभन्दा पूर्व यी व्यक्ति शुद्ध छन् कि छैनन्, यिनले स्नान गरेका छन् कि छैनन् हेर्नु त पर्यो। तिमी पछाडि जाऊ त द्वारपाल, तल बस। सुँग त यसले नुहाएको छ कि छैन, सुँग। महाराज अघि भर्खर लघु दीर्घ गरेको देख्दै थिए। हात त धोएको छ। हात धोएर आएको छस्। यी व्यक्ति त स्नानै नगर्ने खालका व्यक्ति रहेछ। यिनलाई पठाइदेऊ। अलि हिष्ट पुष्ट मोटो घाटो नुहाइ धुवाइ गरेको मान्छे लिएर आऊ। जाऊ छिटो गर। कोही त आओ, कोही त आओ मेरो हातमा सिका। राता भएको ल्यायो महाराज। यो कस्तो विचित्रको प्राणी ल्यायो। अलिअलि लुतेछ। यो त त्यो पृथ्वी लोकमा कुनै समयमा आएको त्यो कोरोनाको महामारीमा बचेको जस्तो बालक छ। लक 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 लक। यसलाई त हेर्दै यो हुँदैन, यसलाई हुँदैन, यसलाई फिर्ता गरिदेऊ। हुन्छ। हे द्वारपाल, जाऊ अलि मोटो घाटो हिष्ट पुष्ट परेकोलाई लिएर। हुन्छ महाराज। छिटो गर। आज मेरी मातालाई बलि दिने समय विलम्ब भइसक्यो। हुन्छ महाराज। छिटो गर। द्वारपाल, यता पनि मोटो घाटो रहेछ। महाराज, महाराज यो कस्तो छ महाराज? बडो विचित्रको छ यो। हेर, कपडा पनि फाटेको लागेको छ। हेर्दाखेरि ब्राह्मण जस्तो छ, जनै पनि धारण गरेको छ। बाबु को हौ तिमी? ऊ बोल्न पनि सकिरहेको छैन। हो, यस्तालाई बलि दिनुपर्छ। यसलाई फकाई फुलाई गरेर बलि दिनुपर्छ। बाबु, तिमी भिल्ला महाराजको दरबारमा आएका छौ। महाराजले भनेको मान्यौ भने तिमीलाई यो भन्दा पनि मिष्टान्न भोग लाग्यो अंगुर खाऊ। फल पनि कहिले नखाएको जसरी खाइन्छ। महाराजले भनेको मान्यौ भने तिमीलाई यो राज परिवारको सुख सबै मिल्नेछ। लु यहाँ बस। महाराज अझै भोग लाग्यो महाराज। म खान दिन्छु। जाऊ त, अलिकति जल लिएर आऊ। जल छिटो गर। जल महाराज, जल। यसले मुन्टो हल्लायो भने मान्यो, नत्र मानेन। मान्यो।
अब त्यो समय आयो द्वारपाल, मैले वर्षौंदेखि गरेको तपस्या मेरो प्राण पूर्ण हुने दिन हो। आज मेरी मातालाई खुसी पार्न यस नरलाई बलि दिँदैछु। यसले भोलिको सूर्योदय देख्न पाउने छैन, त्यही पनि खुसी छ आज। स्वीकार्नुहोस् मेरो यो जय दुर्गा माता। काली कलकत्ते वाले हे माता, मैले त तपाईँलाई प्रसन्न पार्न यो गर्दैछु। अरे दुष्ट तपाईँले माझ मार्दिन्छु। तैँले मेरो भक्त बोले शेरावाली मैया की जय हो। काली कलकत्ते वाली की जय हो। बोले भक्तवत्सल भगवान की जय जय हो। पार्वती पते हर 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 महादेव शंभो। गिरिनन्दिनि नन्दित मेदिनि विश्वविनोदिनि नन्दनुते गिरिवरविन्द्य शिरोदिनि वासिनि विष्णुविलासिनि जिष्णुनुते भगवति हे सिद्धिकण्ठकुटुम्बिनि भूरि कुटुम्बिनि भूरि कृते जय जय हे महिषासुरमर्दिनि रम्यकपर्दिनि शैलसुते रम्यकपर्दिनि शैलसुते रम्यकपर्दिनि शैलसुते रम्यकपर्दिनि